पराइले भन्दा आफन्तले पराइले भन्दा आफन्तले दिएको चोट गहिरो मेटेर नमेटिने सम्झनाको यो खोट गहिरो। पराइले भन्दा आफन्तले दिएको चोट गहिरो। नमस्कार, साहित्यिक कुनामा आज याम ठकुरीले पठाउनु भएको यो भावना लिएर उपस्थित भएको छु। अब म याम ठकुरीले पठाउनु भएको भावनालाई पुरा गर्नेछु। पराइले भन्दा आफन्तले दिएको चोट गहिरो। पराइले भन्दा आफन्तले दिएको चोट गहिरो मेटेर नमेटिने सम्झनाको यो खोट गहिरो। विश्वासघात गर्दा रहेछन् प्रेमको नाटक रचेर। विश्वासघात गर्दा रहेछन् प्रेमको नाटक रचेर। आफ्नै मान्छेले छोडेर गए कथानक रचेर। विश्वासघात गर्दा रहेछन् प्रेमको नाटक रचेर। मिठो बोली बोलेर अनेक मिठो बोली बोलेर अनेक ढाँटेर गए। आँखाको कसिङ्गर बनाई मलाई फालेर गए। मिठो बोली बोलेर अनेक ढाँटेर गए। कुरा के गरौँ र बलेको आगो ताप्नेहरूको। कुरा के गरौँ र बलेको आगो ताप्नेहरूको। चहर्याइरहेको घाउमा नुनचुक राख्नेहरूको। कुरा के गरौँ र बलेको आगो ताप्नेहरूको। चहर्याइरहेको घाउमा नुनचुक राख्नेहरूको। पराइले भन्दा आफन्तले दिएको चोट गहिरो मेटेर नमेटिने सम्झनाको यो खोट गहिरो। याम ठकुरीले पठाउनु भएको यो भावना मैले तपाईँहरू समक्ष प्रस्तुत गरेँ। यो उहाँ अहिले याम ठकुरी अहिले प्रवासमा बसेर नेपाली साहित्यलाई माया गरिरहनु भएको छ। उहाँले जुन माया गर्नुभएको छ त्यो माया गर्न नछोड्नुहोला, नेपाली साहित्यलाई माया गरिरहनुहोला भन्ने उहाँलाई मैले सुझाव पनि दिन चाहन्छु। याम ठकुरीको यो भावना निकै चोटिलो छ, अत्यन्तै राम्रो छ। यस्ता कलमहरू अझै चल्दै जाउन्, अझै अगाडि बढ्दै जाउन् भन्दै उहाँको ठेगाना हो चापाकोट नगरपालिका वडा नम्बर 5 सेखाम घुरुपाल स्याङ्जाको। उहाँ सर्जक हुनुहुन्छ। उहाँ स्याङ्जाली सर्जक अथवा चापाकोट नगरपालिका सेखाम घुरुपालको सर्जक हुनुहुन्छ। उहाँलाई यो भावना पठाउनु भएकोमा धेरै धेरै धन्यवाद।